पाँचौं बुँदामा अथवा पाँचौं निवेदनमा के हेरेका थियौँ भन्दाखेरि परमेश्वर हामीलाई क्षमा गर्नुहोस् है, हाम्रो पापको क्षमा गर्नुहोस् है भनेर भनिराखेका थियौँ। तर अब 6औं नम्बरमा के छ भन्दाखेरि केवल हामीलाई पापमा अर्थात् पाप क्षमा मात्र होइन, केवल हामीलाई उहाँले हाम्रो पापहरूको क्षमा मात्र होइन, तर पापको परीक्षाबाट बच्नलाई, बुझ्दै हुनुहुन्छ, पापको परीक्षाबाट बच्न सहायताको निम्ति हामीले के गर्नुपर्ने हुन्छ? परमेश्वरलाई निवेदन चढाइराख्नु पर्ने हुन्छ। किन जरुरत छ यो त? हामीलाई त क्षमा गरिसक्नु भएको छ त, हिजोका पाप, आजका पाप, भविष्यका पाप हैन, हाम्रो सधैँभरिको पाप त उहाँले मेटाइसक्नु भएको छ त, किन हामीलाई त्यो प्रार्थना गर्न जरुरी छ त? केवल हामी धार्मिकतामा हामी भएका छैनौँ, परमेश्वरले केवल हामीलाई धार्मिक ठहराउनु मात्र भएको छैन, अब हामीलाई के पनि उहाँले भन्नुहुन्छ भन्दाखेरि पवित्रतामा जिउँदै हिँड्नलाई भन्नुहुन्छ है त। अनि उहाँले के भन्नुहुन्छ त? पवित्रमा जिउनलाई। अनि यो निवेदन हामीले गरिराख्नुको कारण, यो निवेदन हामीले भनिराख्नुको कारण के हो? हे प्रभु, हामीलाई पवित्रतामा हिँड्न सहायता गर्नुहोस्। हो, हामी क्षमा पाएका छौँ, हिजो आज भोलिको लागि सधैँको पाप हामीले क्षमा पाइसकेका छौँ। हामीलाई ख्रिस्टमा उहाँले हामीलाई के गर्नुभएको छ? धार्मिक ठहराइसक्नु भएको छ है। यो निर्दोष छ है, उनको पाप सबै म बोकिदिन्छु र उनलाई म क्षमा दिन्छु, ऊ चाहिँ मुक्त छ है भनेर उहाँले घोषित गरिसक्नु भएको छ। तर अब पुनः हामी फेरि पापमा नलाग्नलाई, हामी पुनः फेरि पापमा नहिँड्नलाई अथवा त्यो पाप हाम्रो जीवनमा नदोहोरिनलाई हामीलाई के गर्नु पर्यो भन्दाखेरि हामीलाई पवित्रतामा अझै जिउनलाई हामीले त्यसको लागि निवेदन गर्नुपर्ने हुन्छ। म तपाईँहरूलाई एउटा उदाहरण दिन्छु। एकजना भाइ हुनुहुन्छ, अनि त्यो भाइले मलाई भनिराख्नुहुन्छ, दिदी मलाई बहुत गाह्रो हुन्छ, मेरो पुरानो जीवनमा नै मलाई घरिघरि यस्तो तान्छ, मलाई म त्यही बाटोमा हिँड्ने कुराहरूले मलाई खिच्छ, अनि म बहुत सङ्घर्ष गर्दैछु, मलाई बहुत गाह्रो भएको छ। अनि मैले भने तिमीलाई बहुत प्रार्थनाको जरुरी छ, म तिम्रो लागि प्रार्थना निरन्तर गर्छु, तिमी पनि प्रार्थनामा हुनुपर्छ, ताकि तिमीलाई जुन कुरा परमेश्वरले देखाउनु भएको छ अब पुनः त्यो काममा नलागोस् भनेर तिमीले निरन्तर प्रार्थना गरिराख्नु पर्ने हुन्छ। अर्थात् अब फेरि त्यो पुनः परीक्षामा नगिरौँ भनेर तिमीले निवेदन गरिराख्नु पर्ने हुन्छ। आमा दिदीबहिनीहरू, हामी त्यस्तो खालको केसमा त नहोला पक्कै पनि, तर पनि हामीमा थुप्रो कुराहरू हुन्छ। खाने कुराहरूमा हामी ट्याम्टेड हुन्छौँ, परीक्षित हुन्छौँ, लाउने कुराहरूमा परीक्षित हुन्छौँ होला, बोल्ने कुराहरूमा परीक्षित हुन्छौँ होला होइन। कुनै पनि यस्ता कुराहरू छ जो परीक्षित हुन्छ होला। जवानहरू, स्पेसली जवान छोरीहरू, तपाईँहरू कुनै कुनै केसहरूमा परीक्षित हुने कुराहरू आउँछ, नआउने होइन, आउँछ रियली। अनि त्यो हाम्रो जीवनमा पनि आउँछ। म आफै सङ्घर्ष गर्छु होइन, विवाहका विषयहरूमा सङ्घर्षका, चुनौतीका कुराहरू हुन्छन्। त्यस कारणले गर्दाखेरि परमेश्वरसँग हामीले जहिले पनि के गर्नुपर्ने हुन्छ भन्दाखेरि प्रार्थना, ताकि हामी के होस् भन्दाखेरि परमेश्वरले हामीलाई धर्मी तुल्याइसक्नु भएपछि अब हाम्रो बाँकीको जीवन पवित्रतामा जिउने कुरा। रोमीको पुस्तक 12 तपाईँहरू हेर्नुहोस् 1 र 2 पदलाई। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हौ र परमेश्वरको असल, ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। अनि यो हामीमा हुनुपर्छ। अनि साँच्चै नै हामी धेरै यही कुराहरूमा चुकेका छौँ। अनि संसारको अगाडि, संसारको मानिसहरूको बीचमा हामी चाहिँ डाँडामा बसालेको सहर जस्तो हुन सकेका छैनौँ, सामदान माथि राखेको बत्ती जस्तो हुन सकेका छैनौँ। अझ हाम्रो विषयमा त धेरैलाई के गर्ने चान्स मिलेको छ, कुरा काट्ने चान्स मिलेको छ, कुरा काट्ने अवसरहरू हामीले बनाएका छौँ। अनि हामी भन्छौँ क्रिस्चियनलाई त्यति रुचाउँदैन उनीहरूले त भन्छौँ,
होइन नि, त्यस्तो होइन हो। एक साइडमा के छ भन्दाखेरि हामी संसारका होइनौँ, जसकारण संसारले हामीलाई अवश्य घृणा गर्छ। तर यो होइन कि फेरि हामीले जे मन लाग्यो त्यही गरेर अनि त्यहाँदेखि हामीले अरूलाई दोष दिने। परमेश्वर हामीलाई चाहनु हुँदैन कि यसरी जिउनुलाई। त्यस कारणले गर्दाखेरि पाँचौं निवेदनले हामीलाई के बताउँथ्यो भन्दाखेरि तपाईँको होइन उहाँले हामीलाई धर्मी ठहराउनु भएको छ। दिनको पापलाई क्षमा गरिकन हामीलाई उहाँले धर्मी ठहराइराख्नुहुन्छ। तर छैटौँले हामीलाई के भन्छ, अब उपरान्त त्यो पापमा नलाग्नलाई हामीलाई उहाँको सामर्थ्यको खाँचो छ, उहाँको मद्दतको खाँचो छ। उहाँसँग हामीले चाहिँ त्यो सामर्थ्य माग्नु पर्ने हुन्छ भन्ने कुराहरू छ। र यो चाहिँ कसैलाई पनि आउँछ, यो परीक्षा कसैलाई पनि आउँछ, चाहे त्यो पास्टर नै किन नहोस्, चाहे त्यो साधारण तपाईँ हामी जस्तो विश्वासी किन नहोस्, सबैलाई आउँछ है परीक्षा। हामीले यो भन्न सक्दैन ओ पास्टर पनि भन्न मिल्दैन, परीक्षा सबैलाई आउँछ। अनि थाहा छ सबैभन्दा उदाहरण हामी पाउँछौँ ख्रीष्ट आफैलाई पनि के भए परीक्षा गर्दछ। त्यसकारणले यहाँनिर हामी यो पाउँदछौँ कि उहाँको पवित्रतामा जिउनलाई हामीलाई के गर्दछ भन्दाखेरि सामर्थ्यको लागि निवेदन गर्दछ, ताकि परमेश्वरको अनुग्रहलाई हामीले पाप गर्ने लाइसेन्सको रूपमा चाहिँ प्रयोग गर्न नपाओस्, अर्थात् त्यो प्रयोग हुन नपरोस्। अनि हामीलाई यही रोमीको 6 अध्यायले हामीलाई यसरी भन्दछ, यहाँनिर यसरी भन्दछ 6 अध्यायको 1देखि 2सम्म हामी पाउँछौँ। यहाँ यसरी भनेको छ, अब हामी के भनौँ कि अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापमा लागिरहने त? त्यसो नहोस्। हामी जो पापको लेखी मर्यौँ कसरी हामी अझ त्यसैमा जिउँ। अनि यो रोमीको पुस्तकले हामीलाई यसरी भन्छ कि हामीलाई परमेश्वरले के गर्नुभएको छ भन्दाखेरि पापबाट छुटकारा गरिसक्नु भएको छ। हामीलाई परमेश्वरले त्यसबाट छुटकारा गरिकन हामीलाई धर्मी ठहराउनु भएको छ। हामी पापको लेखी मरिसक्यौँ, पापको लेखी मरिसक्यौँ। अब हामीलाई त्यही पापमा जिउनलाई त्यहाँनिर कुनै त्यस्तो भनौँ न, अब त्यहाँ चान्सै छैन, भनौँ न, गर्नु हुँदैन त्यो। जस्तो कि मानिलिउँ, अझ तपाईँहरूलाई अझ सजिलो उपायमा भन्नु पर्दाखेरि विवाहलाई हेरौँ है त। विवाह गरिसकेपछि विवाहमा जब उस हुन्छ नि, मिल्दैन, डिभोर्स हुन्छ नि। अनि डिभोर्स भइसकेपछि के हुन्छ, त्यसको लागि म मरेँ, मेरो लागि त्यो मर्यो भन्छ नि। त्यहाँ कुनै सम्बन्ध हुन्छ? अब तेरो लागि म मरेँ, मेरो लागि मरेस् जा भनेर भन्छ नि होइन। अनि फेरि त्यो सम्बन्ध हुन्छ त्यहाँनिर? हुँदैन त। अनि यहाँनिर यही कुरा छ कि हामी त पापको लेखी मरिसक्यो, अब हामीसँग त्यो सम्बन्धै हुनु हुँदैन। तर हामीलाई के हुन्छ, त्यो कुरामा जानलाई, त्यो कुरामा हुनलाई के हुन्छ, हामी लालायित भइरहेका हुन्छ। अब त्यो के कारणले हुन्छ अहिले हामी हेर्दै जाउँला। र त्यस कुरामा जानलाई, त्यो पाप गर्नलाई हामी के हुन्छौँ, चुपचुप हुन्छ कि त्यो कुरामा। त्यसकारण हिजो हामीले हेऱ्यौँ, पावलले के भन्नुभएको छ भने जे कुरा म गर्दिनँ त्यो कुरा म गर्न चाहन्छु, अनि जे कुरा म गर्न चाहन्छु त्यो कुरा म गर्दिनँ। अनि त्यो चाहिँ मानिसको प्रवृत्ति, जो चाहिँ मान्छेको पापको कारणले गर्दाखेरि। त हामीले कहिले पनि परमेश्वरको त्यो गर्नुभएको कृपालाई, अनुग्रहलाई हामीले पापको लागि फेरि लाइसेन्स बनाउनु हुँदैन। अर्थात् हामीलाई उहाँको अनुग्रह प्रशस्त छ, यसकारण हामी जस्तो जिए पनि हुन्छ भने हामीलाई क्षमा गर्नुहुन्छ के अरे। किनभने उहाँ क्षमाको परमेश्वर हुनुहुन्छ। अनि यसरी धेरैजनाले यसलाई प्रयोग गरिरहेको हुन्छ। तर प्रिय आमा दिदी बहिनीहरू, तपाईँहरू याद गर्नुहोस्, हाम्रो जीवन पवित्रताको निम्ति हामीले उहाँसँग निवेदन गरिराख्नु पर्ने हुन्छ। किनभने परमेश्वर पवित्र हुनुहुन्छ, जसकारण हामीलाई पनि हमेसा पवित्रतामा जिउनलाई आह्वान गरिराख्नुहुन्छ। अब हामी अर्को हेर्छौँ। अनि 5औं बुदाले अथवा 5औं निवेदनले हामीलाई के गर्छ भन्दाखेरि हाम्रो पापको दोषको क्षमा, होइन, पापको हाम्रो
जति पनि दोषहरू छ त्यसको क्षमाको लागि हामी प्रार्थना गर्छौँ, हामीले निश्चय गर्छौँ, क्षमा माग्छौँ। अब यो छैटौँ बुँदाले हामीलाई के भन्छ भन्दाखेरि पापको शक्ति, ठिक छ, पापको शक्ति अर्थात् शैतानको शक्ति, त्यो पापको शक्तिबाट मुक्त हुनलाई, होइन, मुक्त हुनका लागि हामीलाई के गर्नुपर्छ, हामी त्यसमा चाहिँ प्रार्थना निवेदनहरू चढाइराख्नु पर्ने हुन्छ। हामीलाई कष्ट छ, पृथ्वीमा बस्दा हामीलाई एकदम गाह्रो छ, यसकारण पागल बन्नुहुन्छ। मलाई त उहाँ कहाँ जानु त आनन्दको कुरा थियो, म त त्यही इच्छा गर्छु, बरु छिट्टै नै उहाँदेखि पुग्नलाई संसारको उसमा। अनि पावलले फेरि यो पनि भन्नुहुन्छ कि तर तिमीहरूको खातिर जिउनु मलाई जरुरत छ, अर्थात् सुसमाचारको खातिर जिउनु जरुरत छ। र किन पावलले चाहिँ उहाँदेखि जानलाई भन्नुहुन्छ भन्दाखेरि उहाँ आनन्द छ, होइन, उहाँ आनन्द छ, तर पृथ्वीमा उहाँ स्वर्गको त्यो आनन्द यहाँ आइरहेको छैन। अनि हिजो हामीले हेरेका थियौँ नि, उहाँ स्वर्गको इच्छा पृथ्वीमा पुरा होस् भन्छ, हुँदैन। किन हुँदैन? हाम्रो पापको कारण। अनि पृथ्वीमा पापले जकटिएको कारण त्यो हुन सकिरहेको छैन, तर हामीले त्यसको लागि प्रयास गर्नुपर्छ भनिरहेका थियौँ। भने अहिले यही कुरा छ कि हामीलाई के हुन्छ भन्दाखेरि समस्या हुन्छ, जटिल हुन्छ, सङ्घर्ष हुन्छ, कष्ट हुन्छ, गाह्रो हुन्छ, एकदम एकदम दुःख हुन्छ, जस कारणले गर्दाखेरि के हुन्छ, खिचतानी हुन्छ, होइन। पापको कुराले हामीलाई तान्छ, अनि हामी होइन भन्छौँ, फेरि फर्कन्छौँ, फेरि तान्छ। अनि यो के हो भन्दाखेरि दुष्टको शक्तिसँग हामी सङ्घर्ष बारम्बार गरिरहेका हुन्छौँ, दिन र रात गरिरहेका हुन्छौँ। तपाईँले यो एकदम स्पष्ट प्रत्येकले अनुभव गर्नुभएको छ, एकदम। यसमा हामी कोही पनि नौलो छैनौँ यो विषयलाई लिएर, होइन। हामी सबै चाहिँ यस कुरामा सङ्घर्षको यो हाम्रो पाटो हो नि, यो सङ्घर्ष हामी गरिरहेका हुन्छौँ। हामी एकदम के हुन्छ भन्दाखेरि यस्तो हुन्छौँ कि शैतानले हामीलाई, शैतानको शक्तिले, दुष्टको शक्तिले, पापको शक्तिले हामीलाई के गरिरहेको हुन्छ, तानिरहेको हुन्छ, होइन। त हामी के गर्नुपर्ने हुन्छ भन्दाखेरि भाग्नुपर्ने हुन्छ, सङ्घर्ष गर्दै परमेश्वरतिर बढिराख्नुपर्ने हुन्छ। अनि यो कुरा चाहिँ के हो भन्दाखेरि हामीले निवेदन गर्दाखेरि कृपया प्लिज प्रभु मलाई त्यसको शक्तिबाट मलाई के गर्नुहोस्, बचाउनुहोस्, अर्थात् त्यो पापबाट परीक्षामा जानबाट मलाई के गर्नुहोस्, सुरक्षा गर्नुहोस्। अनि धेरै कुराहरू हुन्छ, यस्ता सङ्घर्षका कुराहरू धेरै हुन्छ, होइन। कसैलाई अम्मलका कुराहरू होला, दिदीबहिनीहरूलाई अम्मल होला, कुनै पनि अम्मल हुनसक्छ है, खाने अम्मल हुनसक्छ, चुरोट खैने, होइन, रक्सीका कुराहरू, कुनै पनि कुराहरू अम्मल हुनसक्छ। कसैलाई नराम्रो बदखवाई गर्ने अम्मल पनि हुनसक्छ, कुनै चाहिँ झगडालु गर्ने अम्मल पनि हुनसक्छ। थुप्रो अम्मलहरू हुन्छ है, रक्सी र चुरोट खाने मात्रै अम्मल होइन है, अरू थुप्रो कुराहरूको अम्मल हुनसक्छ, मतलब त्यो खराब आदतहरू हुनसक्छ। त्यसकारण त्यसबाट जब हामी छुटिन्छौँ नि, छुटिसकेपछि हामीलाई त्यो कुराले खिचिराख्दाखेरि हामीले निवेदन गर्ने यो छैटौँ निवेदन के हो, प्लिज मलाई के गर्नुहोस्, स्थिर गर्नुहोस्, मलाई त्यो परीक्षाबाट गिर्नबाट मलाई बचाउनुहोस् भनेर उहाँसँग गर्ने निवेदन हो। त्यस कारणले गर्दाखेरि यो छैटौँ निवेदनमा तपाईँहरूले ध्यान दिनुहोस्। अर्को कुरा हामीले यहाँनिर हेर्छौँ, यहाँनिर यसरी भन्दछ, दोस्रो पत्रुस 2:6 देखि 9 हामी हेर्छौँ। यहाँनिर यसरी भन्दछ, उहाँले सदम र गमोरा सहरलाई भस्म पारेर तिनको अस्तित्व नै मिटाइदिनु भयो र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनु भयो। उहाँले दुष्टहरूका कामुकताबाट अति दुखित भएका धार्मिक लोकलाई बचाउनु भयो। मानिसहरूका माझमा बस्दा र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा तिनी आफ्नै धार्मिक आत्मामा व्याकुल हुन्थे। यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकटी राख्न प्रभु जान्नुहुन्छ। हेर्नुहोस् त, यहाँनिर हामी के देख्छौँ भन्दाखेरि सदम र गमोराका कथालाई देख्छौँ, सदम र गमोराका कहानीलाई देख्छौँ। अनि तपाईँहरू सबै यो कुरामा सायद
फ्यामिलियर हुनुहुन्छ अथवा त्यस कुराको विषयमा तपाईँहरू एकदम जान पहिचान हुनुहुन्छ होला। सदम र गोमोरामा के थिए? पाप थिए कि थिएन? एकदम दुष्टताले भरिएका थिए। त्यहाँनिर के भयो? परमेश्वरले के भन्नुभयो अब्राहमलाई? म चाहिँ सदम र गोमोरालाई नाश गर्न जानेछु। अब्राहमले के भन्नुभयो? त्यहाँ एउटै पनि धर्मी व्यक्ति भए पनि तपाईँ नाश गर्नुहुन्छ? अनि यति थियो भने म बचाउँछु। तर त्यहाँनिर थिएन नि। अनि अब्राहमले काउन्ट गर्दै थिए, 85 जना भए पनि परमेश्वर भन्नुभयो म बचाउँछु। फेरि अब्राहमले होइन 25 जना भए पनि होइन, नम्बर उस गर्दै हुँदैन। अनि के भन्छ अब्राहमले? म बेसी बोल्दैछु है परमेश्वर, म फेरि पनि भन्छु। तर त्यहाँ यति दुष्टताले भरिएका थिए कि परमेश्वरका ती जन अथवा स्वर्गदूतहरूलाई उनीहरूले सताए। अनि त्यहाँनिर के गरे? व्यभिचारका कुराहरू आँटे। परमेश्वरले के गर्नुभयो? एउटै धर्मी लोत त्यो ठाउँमा बस्दा कति कठिन थियो होला। त्यो ठाउँमा बस्दा कति गाह्रो थियो लोतलाई। उनको आफ्नो जवान छोरीहरूसँग बस्न कति मुस्किलको कुरा थियो, कति गाह्रोको कुरा थियो। अन्त लोतले के गरे? परमेश्वरलाई जोगाउन अथवा परमेश्वरका दूतलाई जोगाउन आफ्नै छोरीहरू सुम्पिदिए। र पनि परमेश्वरले त्यो हुनै दिनु भएन। परमेश्वरले के गर्नुभयो? लोतलाई बचाउनु भयो, लोतका छोरीहरूलाई बचाउनु भयो। त्यस्तो अवस्थाबाट पनि सुरक्षित राख्नुभयो। अनि लोतलाई ठुलो चान्सेसहरू थियो, ठुलो भनौँ न यस्तो अवस्थाहरू थियो जहाँनिर ऊ चाहिँ दुष्टतामा चल्ने अवस्थाहरू थियो। लोतका छोरीहरूलाई पनि त्यो अवस्था त्यहाँनिर थियो। तर परमेश्वरले हेर्नुहोस् त, लोतलाई के गर्यो भन्दाखेरि ती परीक्षाबाट बचाउनु भयो। र परमेश्वरले जहिले पनि चुनिएकाहरूलाई, भक्तजनहरूलाई सुरक्षा अवश्य गर्नुहुन्छ। यस, त्यो म मान्छु, 100% म मान्छु। किनभने त्यो म आफैले भोगेको कुरा, त्यो म आफैमा भएर घटेका घटनाहरू परमेश्वरले साँच्चै नै जोगाउनुहुन्छ, साँच्चै जोगाउनुहुन्छ। अनि जोगाउनु पनि भएको ती जवानको अवस्थाहरूमा भएर जाँदाखेरिको घटनाहरू जब म सम्झिन्छु अनि म भन्छु प्रभु त्यस्तो अवस्थाबाट तपाईँ म कसरी जोगाउनु? तपाईँलाई म धन्यवाद दिन चाहन्छु। यो जवान छोरीहरू प्लिज तपाईँहरू याद गर्नुहोस्। तपाईँहरू एकदम सजिलै टेम्पटेडमा पर्नुहुन्छ, सजिलै तपाईँहरूलाई परीक्षामा आउँछ है। तर याद गर्नुहोस्, परमेश्वरसँग निवेदन गर्नुहोस् ताकि तपाईँहरू ती परीक्षाबाट बस्नलाई उहाँसँग हमेसा हमेसा निरन्तर प्रार्थना गर्नुहोस्। उहाँ हुनुहुन्छ जसले लोतलाई त्यस्तो दुष्ट भनौँ न सहरबाट उहाँले बचाउनु भयो भने आज उही परमेश्वर हुनुहुन्छ जसलाई हामी विश्वास गरेका छौँ। नानीहरू, तपाईँहरूलाई आमाले त्यहाँ जाने होइन भनेर रिस उठ्छ, कहीँ पनि जान दिनुहुन्न। आमा बाबा जान्नुहुन्छ मेरो छोरी कहाँ जाँदा ठिक होला, मेरो नानीहरू कहाँ जाँदा ठिक होला, मेरो छोरीलाई कहाँ पठाउँदा ठिक होला र कहाँ राख्दा ठिक होला र कहाँ पठाउँदा गलत होला, असुरक्षित होला। बाबा आमा बिल्कुल जान्नुहुन्छ। राम्रो बाबा आमा भयो भने छोरी हो जान्नुहुन्छ है। तपाईँले कहिले आमालाई बाबालाई यस्तो निचमा नहेर्नुहोस् र नभन्नुहोस् तपाईँ मलाई कहिल्यै विश्वास गर्नुहुन्न, ट्रस्ट गर्नुहुन्न, प्लिज नभन्नुहोस्। तपाईँहरूलाई गाह्रो हुन्छ है, यो याद गर्नुहोस्। किनभने हामी पापी छौँ, हामी परीक्षामा गिर्न सक्छौँ। तपाईँहरू ध्यान दिनुहोस्, परमेश्वरसँग निवेदन गर्नुहोस्, परमेश्वरसँग प्रार्थना गर्नुहोस् र भन्नुहोस् मेरो जवानी अवस्था प्लिज प्रभु सुरक्षित राख्नुहोस्, मलाई परीक्षाबाट बचाउनुहोस्। तपाईँको जवान साथीहरूले थुप्रो थुप्रो कुराहरू भन्छन्, थुप्रो कुराहरू भन्छ, आउँछ यी कुराहरू। भाइ बोयफ्रेन्ड बनाउन भनेर थुप्रो आउँछ, आएको पनि थियो। कहिले कहिले त्यो सधैँ हुन्छ, हो त नि है, साँच्चै एक्लो लाइफ पनि हुन्छ, नभएको होइन, हुन्छ। तर प्लिज नानीहरू याद गर्नुहोस् त्यो चाहिँ परीक्षा हो र त्यसबाट तपाईँहरू सुरक्षित हुनलाई परमेश्वरसँग निवेदन गरिराख्नु पर्ने हुन्छ। अब हामी अर्को कुरा पोइन्टमा जाउँ। जीवनमा आउने हरेक परीक्षाहरू सकारात्मक वा नकारात्मक
दुवै हुन्छ है। जीवनमा आउने परीक्षाहरू दुई किसिमका हुन्छ, एउटा सकारात्मक हुन्छ, एउटा नकारात्मक हुन्छ। तर यी दुईटैमा विजय हुनलाई हामीले यो 6औं निवेदन हामीले गर्नुपर्ने हुन्छ। बुझ्दै हुन्छ? जीवनमा हामीलाई परीक्षा हुन्छ, त्यो राम्रो परीक्षा पनि हो, त्यो नराम्रो परीक्षा पनि हो, दुईटै परीक्षा हुन्छ। तर यो दुईटै परीक्षामा विजय हुनलाई, जित्नलाई, पास हुनलाई सिम्पल भाषामा एक्जाम परीक्षा हुन्छ हैन, परीक्षामा पास हुन्छ नि, त्यस्तै परीक्षामा पास हुनलाई परमेश्वरसँग हामीले यो निवेदन गर्नुपर्ने हुन्छ कि प्लिज प्रभु मलाई विजय दिनुहोस्, मलाई के गर्नुहोस्, सहायता गर्नुहोस्। अब यी दुई कुराहरू छ, दुई परीक्षाहरू छ। अब एउटा हाम्रो के छ, नकारात्मक परीक्षा छ, अझ के सकारात्मक परीक्षा छ अथवा पोजिटिभ वेमा छ भने यहाँ हामी के देख्छौँ भन्दाखेरि कहिलेकाहीँ परमेश्वरले हामीलाई के गर्नुहुन्छ भन्दाखेरि जब त्यो परीक्षाहरू हुन्छ नि त्यसमा चाहिँ हामीलाई जाँच गर्नुहुन्छ है। यो भनिरहँदाखेरि परमेश्वरबाट परीक्षा आउँदैन, यो फेरि याकुबको पुस्तकले कटौती गर्छ है। परीक्षा भन्ने कुरा परमेश्वरबाट आउँदैन, परीक्षा चाहिँ केबाट आउँछ, दुष्टबाट आउँछ। तर फेरि परीक्षा भनिरहँदाखेरि यति चाहिँ याद गर्नुहोस्, पोजिटिभ परीक्षा जो चाहिँ परमेश्वरले हामीलाई उहाँको विश्वासमा स्ट्रङ बनाउनलाई, उहाँको विश्वासमा अझै मजबुत बनाउनलाई त्यस्ता परीक्षाहरू आउँछ जो चाहिँ जसबाट पनि हामीले के गर्नुपर्ने हुन्छ, विजय प्राप्त गर्नुपर्ने हुन्छ। अब्राहमको कथालाई हामी हेर्छौँ, 22 अध्यायमा हामीले हेर्छौँ, त्यहाँनिर के छ भन्दाखेरि अब्राहमलाई के भने परमेश्वरले तिम्रो छोरा के अरे बलिदानको रूपमा दे। गाह्रो होइन त, वृद्ध अवस्थाको होइन त्यो अवस्थामा पाएको एउटै छोरा, अनि परमेश्वर भन्नुहुन्छ तिम्रो छोरा मलाई बलिदान देऊ। अनि यसो सोच्दा कस्तो मूर्ख परमेश्वर, कहिले दिन्छु दिन्छु दिन्छु, खाली सूचना दिन्छु, अर्को समय फेरि दिन्छु है, अर्को वर्ष दिन्छु है, अनि दिनुहुन्छ फेरि पनि माग्नुहुन्छ। कस्तो मूर्ख परमेश्वर हुन्छ नि हामीलाई। सायद अब्राहममा किन भएन होला, पक्कै भयो नि, तर पनि त्यो परीक्षामा अब्राहम भएर गए। अनि साँच्चै परमेश्वरमा अब्राहमले के गरे, तयार भए होइन। अनि उहाँले चाहिँ आफ्नो एउटै पुत्र बलिदानको लागि तयार गर्न रेडी भए। परमेश्वरले के भन्नु, उहाँको छोरा साँच्चै लिन चाहनु भएको होइन त। अनि त्यसको चाहिँ मल्टी के भन्छ त्यसलाई, धेरै अर्थहरू त्यहाँनिर हामी पाउँछौँ, थुप्रो अर्थ पाउँछौँ। अनि त्यो थुप्रो अर्थमा एउटा त के हो भन्दाखेरि परमेश्वरले छायाङ्कन गर्दै हुनुहुन्छ, मान्छेको पुत्र होइन परमेश्वरको पुत्र म के भन्दा थुमाको रूपमा पठाउँछु है, अर्थात् मेरो पुत्र ख्रिस्टलाई थुमाको रूपमा पठाउँछु, त्यो थियो। अर्को जुटाउनुहुन्छ परमेश्वरले भन्ने पनि थियो भने अर्को यहाँनिर हामी के देख्छौँ भन्दाखेरि अब्राहमको जाँच, अब्राहमको परीक्षा। अनि त्यो परीक्षामा अब्राहम विजय भए। कसरी विजय भए? ताकि अब्राहमले परमेश्वरमा के गरेका थिए, भरोसा गर्दै विश्वास गर्दै उनको परमेश्वरले गर्नुभएको हरेक आज्ञाहरू, हरेक वचनहरू, हरेक नियमहरूलाई उहाँले पालना गर्दै 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 जानुभएको थियो, जस कारणले गर्दाखेरि अब्राहम के भयो, विजय भयो। अनि यो चाहिँ के थियो भन्दाखेरि सकारात्मक परीक्षा थियो। अब अर्को हामी नकारात्मक परीक्षा हेर्छौँ। नकारात्मक परीक्षा के हो भन्दाखेरि त्यस कुराले सकारात्मक परीक्षाले के गर्छ, परमेश्वरमा अझै अगाडि बढ्ने, उहाँको विश्वासमा अझै परिपक्व हुँदै जाने, उहाँमा अझै बलवन्त हुँदै जाने कुराहरू बताउँछ भने नकारात्मकले परमेश्वरदेखि खस्किने, परमेश्वरदेखि भाग्ने, परमेश्वरदेखि छुटिएर जाने कुराहरू हुन्छ। त्यो चाहिँ नकारात्मक परीक्षा। अब यो नकारात्मक परीक्षामा हामी के देख्छौँ भन्दाखेरि ख्रिस्ट आफूलाई भएका कुरा, शैतानले के गरे यसु ख्रिस्टलाई होइन, हामीले उसको योहन्नाको 4मा हामीले पाउँछौँ। त्यहाँनिर चाहिँ ख्रिस्टलाई के भएको छ भन्दाखेरि परीक्षा आएको छ। 40 दिनपछिको उहाँको होइन उहाँ भोको हुनु भएपछि परीक्षाहरू आए, ती 3 परीक्षाहरू आए। अनि ती 3 परीक्षाहरू के थिए,
आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सिक्की, यी 3 कुरा थियो। याद गर्नुहोस् है। अनि आँखाको अभिलाषा के थियो? सबै देखाए। शरीरको अभिलाषा के थियो? म तँलाई हैन रोटी बना। शरीरको अभिलाषा, जीवनको सिक्की, माथिबाट अन्धारमा, ताकि मलाई परमेश्वरले, मेरो पिता परमेश्वरले बचाउँछ नि, घमण्ड, सिक्की, जीवनको सिक्की। यी 3 कुरामा के गरे? शैतानले परीक्षा दिए। अनि यही 3 कुरा आदम र हव्वामा नै परीक्षित भएका थिए। आदम र हव्वा उनीहरू के गरे? आँखाले देखे अनि त्यो कुराको चाह गरे हैन। अनि उनीहरूले के गरे? शरीरको अभिलाषा, त्यो खानालाई चाह गरे। अनि जीवनको सिक्की, उनीहरू के हुन चाहे? परमेश्वर जस्तै हुन चाहे। यी 3 कुरा आदम र हव्वालाई आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सिक्की, यी 3 कुराले परीक्षित भएका थिए भने हाम्रो प्रभु येशू ख्रीष्ट पनि आँखाको अभिलाषा, शरीरको अभिलाषा र जीवनको सिक्की, यी 3 कुरामा उहाँ पनि परीक्षित हुनुभयो। तर ख्रीष्ट आफू परीक्षित हुनु भए तापनि उहाँले के गर्नुभयो? विजय दिनुभयो। र वही विजयका परमेश्वरले हामीलाई आज विजय दिनुहुन्छ। यस, हामीलाई पनि त्यही हुन्छ। आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सिक्की, यो 3 कुरा आउँछै आउँछ। तपाईँ हामीले कसैलाई यति साह्रो एकदम पवित्र 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 नदेखाउँ। मलाई पनि नदेख्नुहोस्, तपाईँहरूको पास्टरहरूलाई पनि नदेख्नुहोस्, पवित्र 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 नदेख्नुहोस् है। जब तपाईँहरू त्यो देख्नुहुन्छ भने गाह्रो हुन्छ। तर सबैलाई यो आउँछ, शरीरको अभिलाषा आउँछ, आँखाको अभिलाषा आउँछ, जीवनको सिक्की आउँछ। हामी सबैजना हामी यी 3 कुरामा अवश्य परीक्षित भएका छौँ, मान्नुहोस् या नमान्नुहोस् तपाईँहरू। तर म यो मान्छु, म आफै यी 3 कुरामा गिरेको छु। यी 3 कुरामा म चुकिरहेको छु अनि चुकिरहेको पनि हुन्छु। तर यसको लागि के गर्नुपर्छ? हामीले यो 6औं निवेदन, प्लिज प्रभु त्यो शक्तिबाट मलाई के गर्नुहोस्? बचाउनुहोस्। त्यस कुराबाट मलाई सुरक्षा दिनुहोस्। त्यस कुराबाट मलाई भाग्नलाई हुन्छ कि सङ्घर्ष गर्नलाई हुन्छ कि प्लिज प्रभु मलाई बचाउनुहोस्। मलाई त्यस परीक्षाबाट हैन मलाई के गर्नुहोस्? जोगाउनुहोस्। अब हामीले यो 6औं निवेदनबाट हामीले के चाहिँ सिक्न सक्छौँ? प्र्याक्टिकल, व्यवहारिकमा कि हामी धेरै पटक के हुन्छ भन्छौँ कि हाम्रो परीक्षा परमेश्वरबाट आउँछ। वास्तवमा यो आउँदैन। तर के हो भन्दाखेरि यहाँनिर हामी के देख्छौँ? परीक्षा आउँछ। त्यो परीक्षाले 2वटा कुरा ल्याउँछ। एउटा सकारात्मक कुरा ल्याउँछ, त्यो परीक्षा जो चाहिँ हामी परमेश्वरमा मजबुत हुन सक्छौँ। अर्को चाहिँ परीक्षा हुन्छ जो चाहिँ के हुन्छ? नकारात्मक हुन्छ, जो हामी परमेश्वरसँग टुट्छौँ अथवा हामी पापमा गिर्छौँ र यो हुन्छ। तर परमेश्वरबाट कहिल्यै पनि परीक्षा आउँदैन है। यो चाहिँ तपाईँहरूले ध्यान दिनुहोस्। र हामी यहाँ पाउँछौँ, हामीले कतिचोटि हामी आफ्नो पाप, आफ्नो स्वभाव, आफ्नो इच्छाले, आफ्नो विचारले हामी पाप गरी पठाउँछौँ अनि हामी कतिचोटि भन्छौँ परमेश्वरले मलाई परीक्षा गरेको होला भन्छौँ। वास्तवमा त्यो चाहिँ तपाईँहरू कन्फ्युज नहुनुहोस्। र यदि हामी यो परीक्षामा आउँछौँ भने परमेश्वरसँग हामी हमेशा प्रार्थना गर्नु जरुरी छ। उहाँमा प्रार्थना भइरहनु पर्ने हुन्छ। हामीलाई पाप गर्नबाट बचाउनु हुने परमेश्वर हुनुहुन्छ। उहाँ शक्तिशाली हुनुहुन्छ। उहाँ चाहिँ स्वर्गका मालिक हुनुहुन्छ। उहाँ सारा ब्रह्माण्डका मालिक हुनुहुन्छ। उहाँमा त्यो सामर्थ्य छ। त्यस कारणले गर्दाखेरि उहाँलाई भरोसा राख्दै, प्लिज उहाँलाई विश्वास गर्दै, उहाँमा भरोसा राख्दै तपाईँहरू सबैजना उहाँमा आउनै पर्छ। आउनुहोस्। साँच्चै नै परमेश्वरले तपाईँहरूलाई मद्दत गर्नलाई उहाँले हात बाँधेर बस्नु हुँदैन। तर उहाँले तपाईँहरूलाई के गर्नुहुन्छ? आफ्नो हात दिनुहुन्छ। तपाईँले आफ्नो हात उहाँको हातमा राख्नुहोस्। उहाँले तपाईँलाई के गर्नुहुन्छ? उठाउनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो 6औं निवेदन हाम्रो लागि यति के भन्छ व्यवहारिक छ कि हामी परीक्षामा दिन गिर्न सक्छौँ। परीक्षामा हामी टेम्प्टेड हुन सक्छौँ। हामी सङ्घर्ष गर्छौँ त्योसँग, त्यो पापसँग हामी लडिबस्छौँ। लडौँ त हुन्छ, सङ्घर्ष हुन्छ। ती सङ्घर्षहरूमा
हामी उहाँलाई निवेदन गर्नुपर्ने हुन्छ। अनि साँच्चै नै परमेश्वरले सहायता पनि गर्नुहुन्छ। यसकारणले तपाईहरूले यो निवेदनलाई ध्यान दिनुहोस्। तपाईहरूको परीक्षाबाट बच्नलाई निरन्तर प्रार्थना गर्नुहोस्।